हजुर, यहाँहरू सबैजनालाई नमस्कार। हामीले आज अफिसरको चाहिँ फोर्थ पेपरको संसद खण्ड अन्तिम खण्ड क्रमशः आज सङ्घीय प्रणाली र नेपालमा सङ्घीयताबाट चाहिँ सुरु गरेर हामी क्रमशः चाहिँ सांसद र निर्वाचित जनप्रतिनिधिहरूको आचार संहिता, अनुशासन, सदाचार र नैतिकता भन्ने टपिकसम्म जानेछौँ। आजको खण्ड यहाँहरूले अरू पेपरहरूमा पनि पढिसक्नु भएको छ। एउटा कमन विषय छ सङ्घीय प्रणाली। यसबारेमा छलफल गर्नेछौँ है त। तपाईँहरूले यो टपिकबाट जान्नुपर्ने कुराहरू सङ्घीय प्रणालीको परिचय अर्थात् यसको अवधारणा, यो कहाँबाट कसरी सुरु भयो, यो के हो, सङ्घीय राज्य बन्ने तरिकाहरू, सङ्घीय राज्यका स्वरूप अर्थात् ढाँचाहरू, विश्वमा चाहिँ सङ्घीय राज्य बन्ने चाहिँ ढाँचाहरू के छ, तरिकाहरू, स्वरूपहरू, सङ्घीय राज्यका प्रकार मध्ये एउटा त अफिसरलाई सोधि पनि सकेको छ, सहकारितामूलक सङ्घीयता भनेको के हो भनेर। हजुर, यसका प्रकारहरू, यसका सबल दुर्बल पक्षहरू, सङ्घीयताका सबै राम्रा पक्ष छन् भन्ने मात्रै पनि होइन, यसका राम्रा नराम्रा दुवै पक्ष छन्, यसका फाइदा बेफाइदाहरू। नेपाल सङ्घीय राज्य किन बन्नु पर्यो, नेपालमा सङ्घीयता अवलम्बन गर्नुपर्नेका कारणहरू र हामीले अँगालेको सङ्घीयता कस्तो प्रकारको सङ्घीयता हो र नेपालमा यस सम्बन्धी के व्यवस्था छ, नेपालको सङ्घीयता सम्बन्धी व्यवस्था। अब झन्डै हामीले सङ्घीयता अवलम्बन गरेको नि यत्रो वर्ष भइसक्यो। सङ्घीयता कार्यान्वयनको क्रममा देखिएका चाहिँ समस्याहरू, चुनौतीहरू, अहिले सङ्घीयतामा विशेष गरी प्रदेशहरूको काम कारबाहीलाई लिएर विभिन्न टिक्का टिप्पणीहरू भइरहेको तपाईँले सुन्नुहुन्छ। किन सङ्घीयतामा चाहिँ हाम्रा प्रदेशहरूले अपेक्षा अनुरूप काम गर्न सकिरहेको छैन, त्यसका कारणहरू, अनि लास्टमा हामीले सुझावहरूसम्म जानेछौँ। सुरुमा म तपाईँलाई यो सङ्घीय प्रणाली भनेको के हो भन्ने विषयमा चर्चा गर्छु है त। परिचय, सङ्घीय प्रणालीको परिचय। अब सङ्घीयता भनेको के हो त? राज्यसँग तीन किसिमको शक्ति हुन्छ, एउटा विधायिकी, एउटा कार्यपालिकीय र एउटा न्यायिक। कार्यपालिकीय, विधायिकी र न्यायिक गरेर तीन किसिमको शक्ति हुन्छ। कानुन बनाउने शक्तिलाई विधायिकी शक्ति अर्थात् लेजिस्लेटिभ पावर भन्छ, अनि प्रशासन सञ्चालन गर्ने, कानुन कार्यान्वयन गर्ने जुन कार्यपालिकीय शक्ति हो त्यसलाई एक्जिक्युटिभ पावर र न्याय सम्पादन गर्ने जुडिसियरी पावर। राज्यसँग भएको यो तीनवटा शक्तिलाई एकमुष्टमा चाहिँ राज्य शक्ति भन्छ, स्टेट पावर हो। राज्यसँग भएको यो स्टेट पावरलाई विभिन्न तहका सरकारहरूमा बाँडफाँड गरी शासन सञ्चालन गर्ने पद्धतिलाई सङ्घीय शासन प्रणाली भनिन्छ। अर्थात् पावर सेयरिङ बिट्विन डिफरेन्ट लेभल्स अफ गभर्मेन्ट। हेर्नुहोस् त, राज्य शक्तिलाई अलग अलग तहका सरकारहरूमा बाँडफाँड गरी शासन सञ्चालन गर्ने प्रणाली। राज्यको शक्ति, जिम्मेवारी र स्रोतलाई विभिन्न तहका सरकारहरूमा बाँडफाँड गरी शासन सञ्चालन गर्ने पद्धति। शासन सञ्चालन गर्ने पद्धतिलाई सङ्घीय शासन प्रणाली भनिन्छ।
बुझ्नुभयो नि? यो मैले यति बेर तपाईँलाई राज्यसँग 3 किसिमको शक्ति हुन्छ, त्यो शक्तिलाई चाहिँ विभिन्न तहका सरकारहरूमा बाँडफाँड गरेर शासन गर्ने राजनीतिक प्रणाली हो भनेर भने। अर्को कुरा यहाँ हेर्नुहोस् त बोर्डमा, मैले राज्यको शक्ति मात्रै भनेको छैन, शक्तिका साथसाथै जिम्मेवारी र स्रोत साधनको पनि कुरा गरिरहेको छु है। पावर र रेस्पोन्सिबिलिटी हैन, प्लस सोर्सहरू। तपाईलाई कुनै पनि काम गर्ने जिम्मेवारी त दिइयो, तर त्यो जिम्मेवारी वहन गर्नको लागि चाहिने स्रोत साधन दिइएन भने तपाईले कसरी आफ्नो शक्ति जिम्मेवारी प्रयोग गर्नुहुन्छ? त्यो भएर जिम्मेवारी दिने हो भने त्यसलाई सम्पादन गर्नलाई आवश्यक पर्ने स्रोत साधन पनि त दिनुपर्छ। त्यही भएर संघीयतामा शक्ति मात्रै होइन, जिम्मेवारी मात्रै होइन, त्यो स्रोत साधनहरू पनि विभिन्न तहका सरकारहरूमा बाँडफाँड गरिन्छ र शासन सञ्चालन गरिन्छ। शक्ति, जिम्मेवारी र स्रोत। तपाईसँग काम गर्ने शक्ति मात्रै होइन, त्यो काम तपाईले कसरी गर्नुभयो, कति स्रोत प्रयोग गर्नुभयो, के प्रक्रिया अपनाउनु भयो, आफ्नो जिम्मेवारी पुरा गर्नुभयो कि गर्नु भएन, त्यो रेस्पोन्सिबिलिटी पनि तपाईमै हुन्छ है। अनि त्यसपछि गएर त्यसका लागि आवश्यक पर्ने स्रोत साधनहरू पनि बाँडफाँड गरिन्छ। एकदम सर्टकटमा भन्दा पावर सेयरिङ बिट्विन मल्टी लेयर अफ गभर्मेन्ट्स। विभिन्न तहका सरकारहरूको बीचमा शासन सञ्चालन गर्ने प्रणाली नै संघीय शासन प्रणाली हो रहेछ। अब संघीयतामा यो शक्तिको चाहिँ बाँडफाँड गर्दाखेरि, यो शक्तिको बाँडफाँड गर्दाखेरि कानुन बनाएर होइन, संविधानद्वारा बाँडिएको हुन्छ। हेर्नुहोस् त, संविधानद्वारा नै बाँडिएको हुन्छ। हेर्नुहोस् त, शक्ति बाँडफाँड गर्दा एकल र साझा अधिकार गरेर यिनी संविधानद्वारा नै बाँडिएको हुँदो रहेछ। संविधानद्वारा बाँडफाँड गरिएको हुन्छ। आखिर बाँडफाँड गर्ने त हो, संविधानद्वारा बाँडिए पनि के भयो, कानुनद्वारा बाँडिए पनि के भयो र भन्नु होला? फरक हुन्छ नि। संविधानद्वारा बाँड्दा र कानुन बनाएर बाँड्दा के फरक हुन्छ भन्नुहुन्छ भने, कानुन बनाएर बाँड्दा त सरकारले त्यो कानुन जति बेला पनि त संशोधन गर्न सक्छ। सरकारसँग बहुमत हुन्छ, कानुनहरू सामान्य बहुमतले बन्छन् र चेन्ज हुन्छन्। भनेपछि सङ्घले जति बेला पनि त कानुन बनाएर प्रदेश र स्थानीय तहको अधिकार खोज्न सक्ने खतरा रहन्छ। तर संविधानद्वारा दिँदाखेरि सङ्घले त्यति सजिलै प्रदेश र स्थानीय तहको अधिकार खोज्न सक्दैन। किन? किनकि संविधान संशोधन गर्न साधारण कानुनको जस्तो सामान्य प्रक्रिया बनाएर हुँदैन। त्यसमा त 2/3 बहुमत पो चाहिन्छ त। तपाईलाई थाहा छ, अहिले सरकारले जारी गरेका अध्यादेशहरू प्रतिनिधि सभामा अहिलेको सरकारको झन्डै 2/3 बहुमत छ, त्यहाँबाट त सजिलै पास हुन सक्छ। राष्ट्रिय सभामा चाहिँ अहिले रुलिङ पार्टीहरूको बहुमत चाहिँ छैन, अपोजिसनमा बढी छ। अनि कानुन बनाउँदा पनि त त्यो दुईटै सभाबाट कानुन बन्छ, पास हुन्छ। सामान्य कानुन बनाउन, अध्यादेश स्वीकृत गर्न त सरकारले चाहिँ विपक्षीहरूको साथ सहयोग लिनुपर्ने अवस्था छ भने
संविधान संशोधन गर्नु पर्दाखेरि त झन्डै झन्डै राष्ट्रिय सहमति पो चाहिन्छ। त्यही भएर सङ्घीयतामा चाहिँ अधिकारको बाँडफाँड संविधानद्वारा गर्दाखेरि केन्द्रले चाहँदैमा सजिलै अधिकार खोज्ने सम्भावना रहँदैन। यो यसको राम्रो पक्ष हो। यो अधिकारको बाँडफाँड गर्दाखेरि एकल र साझा अधिकार गरी बाँडिएको हुन्छ र एकल अधिकारको प्रयोगमा सम्बन्धित तह स्वतन्त्र हुन्छ र साझा अधिकारको प्रयोग सहकार्य र समन्वयमा गरिन्छ। तपाईले संघीय शासन प्रणालीका विशेषताहरू लेख्नुहोस् भन्यो भने लेख्ने कुरा त मैले भनिरहेको छु नि। यहाँ शक्ति विभिन्न तहका सरकारहरूमा बाँडिने, लिखित संविधान हुने, संविधानद्वारा नै शक्ति विभाजन गरिने, एकल र साझा अधिकारको व्यवस्था हुने, एकल अधिकारको प्रयोगमा सम्बन्धित तह स्वतन्त्र रहने, साझा अधिकारको प्रयोग गर्दाखेरि सहकार्य र समन्वय हुने। बुलेट टु दी पोइन्ट सम्झिनु भएको छ नि। हेर्नुहोस् त, एकल अधिकार भनेको एक्सक्लुसिभ पावर। एकल अधिकार भनेका यस्ता अधिकारहरू हुन् जुन अधिकारको प्रयोग गर्नको लागि सम्बन्धित तह स्वतन्त्र हुन्छ, ऊ स्वायत्त हुन्छ। त्यसको प्रयोगका लागि उसले अरूसँग समन्वय सहकार्य गरिरहनु पर्दैन, अरूलाई सोधिरहनु पर्दैन। किन भन्दा त्यस्ता अधिकारहरू आफूसँग बढी रिलेटेड हुन्छ, अरूलाई त्यति चासो हुँदैन, अरूको कन्सर्न रहँदैन। त्यही भएर त्यहाँ स्वतन्त्र हुन्छ। नेपाल आर्मीलाई परिचालन गर्नलाई प्रदेश र स्थानीय तहलाई किन सोध्नु पर्यो र? भन्नुहोस् त। त्यो भएर यो चाहिँ एकल अधिकारभित्र परु सङ्घ हो, त्यसका लागि स्वतन्त्र छ। अब साझा अधिकारहरूको प्रयोग गर्दाखेरि त तपाईको अर्को तहसँग समन्वय गर्न पर्छ नि। जस्तो उदाहरणका लागि सहकारी, अहिले देखिएको सहकारी समस्या समाधान गर्नको लागि त कुनै एउटा तहले मात्रै गर्छु, म सिद्धाउन सक्छु, यो विषयलाई पार लाउँछु भनेर हुन्छ र? त्यो सबै तहसँग सम्बन्धित छ, तीनवटै तहको साझा अधिकारमा पनि राखेको छ। त्यसका लागि त सबै तहले आपसमा सहकारी समन्वय गर्नु परेन त? हो, त्यस्ता विषयहरू, साझा अधिकारका विषयहरू प्रयोग गर्दाखेरि सम्बन्धित तहहरूले आपसमा सहकार्य गर्छन् र समन्वय पनि गर्छन्। त्यही भएर भनिन्छ संघीयतामा लिङ्किङ सेल्फ रुल विथ सेयर रुल, एकल अधिकार र साझा अधिकारको संयोजन हुन्छ। एकल अधिकारमा सम्बन्धित तह स्वतन्त्र हुन्छ, साझा अधिकारहरूमा सल्लाह गरेर समन्वय गरेर काम हुँदो रहेछ। संघीयतालाई विविधता व्यवस्थापनको उपयुक्त माध्यम पनि मानिन्छ। यो विविधता व्यवस्थापनको, डाइभर्सिटी म्यानेजमेन्ट, हेर्नुहोस् त, विविधता व्यवस्थापनको उपयुक्त माध्यम मानिन्छ। उपयुक्त माध्यम हो। हाम्रो जस्तो डाइभर्सिटी, जहाँ अनेक जात, अनेक भाषा, अनेक धर्म र सम्प्रदायका मान्छेहरू बस्ने मुलुकमा यो देश मेरो पनि हो भनेर, सबैको अपनत्व होस् भनेर स्टेट मेकानिजममा सबैको पहुँच, प्रतिनिधित्व सुनिश्चित गर्न सकिन्छ।
जसले गर्दा विविधताको व्यवस्थापन हुन्छ। यस्तो खालको विविधतालाई प्रदेश र स्थानीय तहमै पनि व्यवस्थापन गर्न सकिन्छ। त्यही भएर होला हेर्नुहोस्, अमेरिकाको पूर्व राष्ट्रपतिले भन्नुभएको छ एउटा यो संघीयताको बारेमा। यो संघीयताको बारेमा उनले के भनेका छन् भन्दा, यसमा चाहिँ डाइभर्सिटी र युनिटीको चाहिँ कम्बाइनेसन हुन्छ भन्छन् कि फेडरलिजम इज द ह्याप्पी कम्बाइनेसन बिट्विन युनिटी एन्ड डाइभर्सिटी। संघीयतालाई उनले के भनेछन् हेर्नुहोस् त, म फेरि रिपिट गरेँ। फेडरलिजम इज द ह्याप्पी कम्बाइनेसन Federalism is the happy combination between unity and diversity. विविधता र एकताको संयोजन हुन्छ। प्रदेशहरूमा विविधता हुन्छ, स्थानीय तहमा विविधता हुन्छ र केन्द्रमा एकता हुन्छ। केन्द्रमा सबैले मिलेर शासन गर्छन्, जसले गर्दा राष्ट्रिय एकता पनि बलियो हुने भयो। प्रदेशहरूमा डाइभर्सिटी हुन्छ, विविधता हुन्छ, त्यसैले विविधता र एकताको चाहिँ यो कम्बाइनेसन हुन्छ भनेर जेम्स म्याडिसनले भनेका छन्। यो संघीयताको चाहिँ हिस्ट्री हेर्ने हो भने खासै त्यति धेरै पुरानो छैन। हेर्नुहोस् त, सन् 1787 मा संयुक्त राज्य अमेरिकाको स्थापनासँगै आधुनिक संघीय राज्यको सुरुवात हुन गएको। आधुनिक संघीय राज्यको सुरुवात हुन गएको हो। त्यसैले त संयुक्त राज्य अमेरिकालाई संसारको पहिलो संघीय मुलुक भनेर भनिन्छ। संसारको पहिलो संघीय मुलुक अमेरिका हो। फोरम अफ फेडरेसन संसारभरिका संघीय मुलुकहरूको एउटा मञ्च छ, फोरम अफ फेडरेसन। त्यसका अनुसार हाल संसारका 28 वटा मुलुकमा यो व्यवस्था प्रचलनमा रहेको छ। विश्वका 28 वटा मुलुकमा यो प्रणाली अभ्यासमा रहेको छ। अब तपाईले संघीयता भनेको के हो, यसको अवधारणा, यसको परिचय भन्नु भने त बुझ्नुभयो नि त। अब मैले रिपिट गर्न परेन, मलाई लाग्छ यहाँले बुझिसक्नु भयो। अब म तपाईहरुलाई यो संघीय राज्य बन्ने तरिका, यसका ढाँचा अर्थात् यसको स्वरूप भन्नु भने लेख्ने कुरा। संघीय राज्य बन्ने तरिका अर्थात् यसका ढाँचा के हुन् त? दुईवटा तरिका छ। संसारमा विभिन्न मुलुकहरू दुई तरिकाबाट संघीय राज्य बनेको पाइन्छ। एउटा तरिका हो सन्धिमा आधारित संघीयता। यो सन्धिमा आधारित संघीयतालाई कमिङ टुगेदर मोडल पनि भनिन्छ। कमिङ टुगेदर मोडल पनि भनिन्छ। यसलाई बर्न फेडरेसन पनि भनिन्छ।
यसलाई वन फेडरेसन पनि भनिन्छ र यसलाई फेडरेसन बाई एग्रिगेसन पनि भनिन्छ। जोडिएर निर्मित सङ्घीयता। हेर्नुहोस् त, सङ्घीयताका सङ्घीय राज्य बन्ने तरिकाहरूमा एउटा तरिका चाहिँ कमिङ टुगेदर मोडल रहेछ। कमिङ टुगेदर मोडललाई बर्न फेडरेसन पनि भनिन्छ र यस्तो प्रकारको सङ्घीयतालाई फेडरेसन बाई एग्रिगेसन समेत भनिन्छ। अलग अलग स्वतन्त्र राज्यहरू सन्धिद्वारा आपसमा मिलेर बनेको सङ्घीयतालाई सन्धिमा आधारित सङ्घीयता भनिन्छ। अलग अलग स्वतन्त्र राज्यहरू सन्धिद्वारा आपसमा मिलेर एउटै राज्य बन्ने तरिका सन्धिमा आधारित सङ्घीयता भनिन्छ। जस्तो तपाईलाई इक्जाम्पल दिनु पर्यो भने संयुक्त राज्य अमेरिका। संयुक्त राज्य अमेरिका 13वटा अलग अलग राज्यहरू मिलेर फिलाडेल्फिया कन्फरेन्स गरेर अनि संयुक्त राज्य अमेरिकाको स्थापना गरेका थिए। 13वटा स्वतन्त्र राज्य मिलेर अमेरिकाको स्थापना गरे र अनि सङ्घीयताको सुरुवात भयो। अनि त्यो राज्यमा अरू पनि राज्यहरू मिसिँदै 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 गएर अहिले अमेरिका 50वटा राज्यहरूको सङ्घ भएको छ। यसरी सन्धिद्वारा आपसमा जोडिने भएको भएर यसलाई फेडरेसन बाई एग्रिगेसन पनि भनेको। एग्रिगेसन भनेको जोडिएर बनेको, जोडिएर निर्मित सङ्घीयता भनिन्छ यसलाई। बर्न फेडरेसन, फेडरेसन बाई एग्रिगेसन। यस्तो खालको सङ्घीयतामा केन्द्र र राज्यका अलग अलग संविधान रहन सक्छन्। सङ्घको एउटा संविधान र राज्यको अर्को संविधान। यो केन्द्र र राज्य भनेको के हो फेरि भन्नु होला? हाम्रो सन्दर्भमा केन्द्र भनेको सङ्घ, राज्य भनेको प्रदेश। केन्द्र र राज्य गरेर बाँडिएको छ। कतै केन्द्र र राज्य भन्दो रहेछ, कतै प्रदेश र स्थानीय सङ्घ र प्रदेश भन्दो रहेछ। यो देशपिच्छे फरक फरक अभ्यास छ। हाम्रोमा सङ्घ र प्रदेश भन्छ, कतै केन्द्र र राज्य भन्छ, कुरा एउटै। यस्तो खालको सङ्घीयतामा राज्यहरूले आफूले चाहेको बखत सङ्घबाट अलग हुने गरी सम्झौता गरेका हुन सक्छन्। राज्यहरूले आफूले चाहेका बखत सङ्घबाट अलग हुन सक्ने गरी सम्झौता गरेको हुन सक्ने। यो यसको विशेषता तपाईले थाहा पाइहाल्नु। अनि यस्तो खालको सङ्घीयताको इक्जाम्पल तपाईलाई दिनु पर्यो भने
उदाहरणको रूपमा अमेरिका, अस्ट्रेलिया, स्विट्जरल्यान्ड आदि। यिनीहरू यो कमिङ टुगेदर मोडलबाट चाहिँ सङ्घीय राज्यमा रूपान्तरण भएका देशहरू रहेछन्। सङ्घीयताको विकासको प्रारम्भिक समयमा जति पनि मुलुकहरू सङ्घीय राज्य बने यही तरिकाबाट बने। विशेष गरेर बाह्य आक्रमणबाट आफूलाई बचाउन र एउटा शक्तिशाली राज्य बन्ने तीव्र उत्कट चाहनाका कारण राज्यहरू आपसमा मिलेर सन्धिद्वारा एउटै राज्य बनेर सङ्घीय बनेको रहेछ। यसलाई कमिङ टुगेदर मोडल भनिँदो रहेछ। अब म तपाईलाई अर्को तरिका छ सङ्घीय राज्य बन्ने, त्यसलाई स्वायत्ततामा आधारित सङ्घीयता भनेर चिनिन्छ। स्वायत्ततामा आधारित सङ्घीयता। स्वायत्ततामा आधारित सङ्घीयतालाई होल्डिङ टुगेदर मोडल पनि भनिन्छ। होल्डिङ टुगेदर मोडल भन्छ र यस्तो खालको सङ्घीयतालाई बिकेम फेडरेसन पनि भनिन्छ। बिकेम फेडरेसन। यो सङ्घीयतालाई फेडरेसन बाई डिसएग्रिगेसन पनि भनिन्छ। फेडरेसन बाई डिसएग्रिगेसन। अघिकोलाई फेडरेसन बाई एग्रिगेसन, अहिलेकोलाई फेडरेसन बाई डिसएग्रिगेसन समेत भनिन्छ। त्यसरी दुईवटा तरिकाबाट राज्यहरू सङ्घीय बन्दा रहेछ। अब स्वायत्ततामा आधारित सङ्घीयता भनेको के हो? एकात्मक राज्यलाई, हेर्नुहोस् त, एकात्मक राज्यलाई समावेशी, सन्तुलित र सहभागितामूलक बनाउन, सहभागितामूलक बनाउन विभिन्न राजनीतिक एकाइहरूमा विभिन्न एकाइहरू खडा गरी शक्ति बाँडफाँड गरी दक्षिण अफ्रिका, ब्राजिल, नेपाल जस्ता मुलुकहरू यही मोडेलबाट सङ्घीयतामा गएका। 240 वर्षसम्मको आधुनिक नेपालको इतिहासमा एकात्मक शासन व्यवस्थाले गर्दा स्टेट मेकानिजम समावेशी भएन। विकासका दृष्टिकोणले पनि मुलुकमा सन्तुलित विकास भएन र निश्चित वर्ग र समूहले मात्रै स्टेट मेकानिजममा हालिमुहाली गरे भनेर एकात्मक राज्यका दुर्गुणहरू हटाउनलाई नेपालले स्टेट रिस्ट्रक्चरिङ गरेर राज्यको पुनः संरचना गरेर अनि एउटा सङ्घ, 7वटा प्रदेश, 753वटा स्थानीय तह गरेर विभिन्न एकाइहरू खडा गरी संविधानद्वारा शक्तिको बाँडफाँड गरेको छ। यस्तो खालको सङ्घीयतालाई कोअपरेटिभ होल्डिङ टुगेदर मोडल भनेर भनिँदो रहेछ। अनि यस्तो सङ्घीयतामा मुलुकको संविधान एउटै हुन्छ। नेपालको संविधान त एउटा छ, कुनै प्रदेशको छ छैन नि, तर अमेरिकामा त छ त, किनभने त्यहाँको सङ्घीयता र
हाम्रो संघीयता फरक हुन्छ। मुलुकको संविधान एउटै हुन्छ। राज्यहरूलाई राज्यहरूलाई सङ्घबाट अलग हुने अधिकार रहँदैन। सङ्घबाट अलग हुने अधिकार रहँदैन। इक्जाम्पल तपाईँलाई दिनु पर्यो भने दक्षिण अफ्रिका, ब्राजिल, नेपाल आदि। यही मोडलबाट यिनीहरू सङ्घीय राज्यमा रूपान्तरण भएका हुन्। यहाँले केही जिज्ञासा पनि राख्नुहोस् है। क्या हो? कति मिठो सरल तरिकाले पढाउनु भयो सर भन्नुभएको छ। सर हजुर उत्कृष्ट हो यो भन्नुभएको छ। धन्यवाद है यहाँलाई। संघीयतामा यस्तो संविधानमा लेखेको हजुरले यस्तो संघीयता लेख्नु भएको छ किन होला भन्नुभएको छ। संघीयता यस्तो संविधानमा लेखेको हजुरले त्यो संघीयता भनेको हजुरले शुद्ध शुद्धिको कुरा गर्नु होला। शुद्ध यो हो नि संविधानमा जे लेखेको, संविधानमा लेखेको पनि चल्छ। तपाईँले लेख्नु भएको संघीयता पनि चल्छ। मैले लेखेको संघीयता चाहिँ प्योर संघीयताको शुद्ध संघीयता चाहिँ यो हो है। यसमा केही फरक पर्दैन। तपाईँलाई जुन चाहिँ लेख्दा पनि हुन्छ। मैले लेखिरहेको संघीयता चाहिँ हाम्रो कानुनमा हामीले यही अभ्यास गर्छौँ संसदमा। संविधान पनि त संशोधन गर्न सक्छन् भन्नुभएको छ। संविधान संशोधन गर्न कति गाह्रो रहेछ? सक्नु त सक्छन्। जिम्मेवारीलाई अधिकार पनि भन्न सकिन्छ। हजुर अब हेर्नुहोस् त, यो मिश्रित संघीयताको बारेमा बताइदिनुहोस् न भन्नुभएको छ। संघीयताको प्रकारहरूमा हामी जाँदैछौँ। हजुर अब तपाईलाई यति कुरा गरिसकेपछि अब म संघीय राज्यका चाहिँ नोट पाइन्छ कि पाइँदैन भन्नुभएको छ। हजुर अब म तपाईलाई संघीयताको यो तरिका ढाँचा भनिसकेपछि संघीयताको प्रकारमा जान्छु। हेर्नुहोस् त, प्रकारमा चाहिँ यसलाई विभिन्न ढङ्गले बाँड्न सकिन्छ। एउटा प्रकार त तपाईले अघि मैले भनिहालेँ, सन्धिमा आधारित र स्वायत्ततामा आधारित। यसलाई तपाईले प्रकारमा पनि फेरि रिपिट गर्न पर्छ। अघि हामीले जुन तरिका भनेका छौँ नि, निर्माणका हिसाबले त संघीयता दुई प्रकारको हुन्छ नि त। निर्माणका हिसाबले संघीयता दुई प्रकारको हुन्छ। एउटा सन्धिमा आधारित, एउटा स्वायत्ततामा आधारित। तपाईले सोध्नुभएका अहिले मिश्रित संघीयता बारे भनिदिनुहोस् न भन्नुभएको छ नि। संघीयतालाई विभिन्न ढङ्गले वर्गीकरण गर्न सकिन्छ। वर्गीकरणका लागि वर्गीकरण त धेरै प्रकारले गर्न सकिन्छ। जस्तो मिश्रित भन्नुभयो, कहीँ मिश्रित संघीयता भन्छ, कतै अर्ध संघीयता पनि भन्छ, कतै द्वैत संघीयता भन्छ, कतै सहकारितामूलक भन्छ, कतै समसंघीयता भन्छ, कतै असम भन्छ, कतै केन्द्रमुखी, कतै केन्द्रविमुख है। यी विभिन्न ढङ्गले बाँडे पनि यो बाँड्नका लागि भन्दा पनि तपाईँको मेन तपाईँले सम्झिनुपर्ने दुईवटा हो। निर्माणका हिसाबले संघीयतालाई सन्धिमा आधारित र स्वायत्ततामा आधारित गरेर बाँडिन्छ र शक्तिको बाँडफाँडका हिसाबले संघीयतालाई द्वैत र सहकारितामूलक गरेर बाँडिन्छ। इक्जाममा यी दुईटा मेन लेख्नु पर्यो के अरे। अरू त अब लेख्दा पनि भयो समय भयो भने, तर मेन तपाईँले छुटाउन नहुने निर्माणका हिसाबले सन्धि र स्वायत्ततामा आधारित, शक्तिको हिसाबले द्वैत र सहकारितामूलक, कोअपरेटिभ फेडरलिजम।
है त। यो मैले व्याख्या गरिनँ, यो अघि भनिसकेको छु। प्रकारमा पनि यो लेख्ने। अब यो त निर्माणको हिसाबले हो। अब शक्तिको हिसाबले हेर्नुहोस् त। शक्तिको हिसाबले सङ्घीयतालाई द्वैत र सहकारितामूलक सङ्घीयता भनेर बाँडिएको हुन्छ। इक्जाममा यही आएको हो, सहकारितामूलक सङ्घीयता इक्जाममा तपाईँहरूले। अब म पहिला यी दुईटा मध्ये पनि सहकारितामूलक सङ्घीयता भन्दा पहिला द्वैत सङ्घीयताको बारेमा कुरा गरेँ। द्वैत सङ्घीयता भनेको के हो? यसलाई इङ्ग्लिसमा चाहिँ ड्युअल फेडरलिजम भन्छ। ड्युअल फेडरलिजम, द्वैत सङ्घीयता। द्वैत भनेको दुई। यो कस्तो खालको सङ्घीयता हो त? मैले यो द्वैत र सहकारितामा पनि पहिला म तपाईँलाई द्वैत सङ्घीयताको बारे चर्चा गर्दैछु। द्वैत सङ्घीयता भनेको केन्द्र र राज्यको बिचमा, केन्द्र र राज्यको बिचमा शक्ति र अधिकार स्पष्ट बाँडफाँड गरिए। केन्द्र र राज्यको बिचमा शक्ति र अधिकार स्पष्ट बाँडफाँड गरिएको सङ्घीयतालाई ड्युअल फेडरलिजम भनिन्छ। कस्तो स्पष्ट? यस्तो स्पष्ट कि दाजुभाइ बिचमा अंशबन्डा गरे जस्तै। दाजुभाइहरूको बिचमा पैतृक सम्पत्तिको बाँडफाँड गर्दा राम्रोसँग बाँडफाँड गरिएन भने के हुन्छ? दाजुभाइ बिचमा झगडा हुन्छ। आँखा साँधामा चाहिँ ए यो मेरो यहाँसम्म हो भन्छ, ए अर्कोले कहाँ हो नि मेरो यहाँसम्म हो भन्छ, पिटापिट हुन्छ, झगडा हुन्छ, अदालत पुग्छन्, मुद्दा मामिला हुन्छ। कतै त यो अंशका विवादका कारणले काटमारै भएर मान्छेको हत्यासम्म भएका सुन्नु भएको छ नि है। त्यस्तो स्थिति नआओस् भन्नका लागि के गरिन्छ? दाजुभाइको बिचमा चाहिँ नरम करम मिलाएर स्पष्ट साँझ सिमाना छुट्याएर अंशबन्डा गरिन्छ नि। हो, केन्द्र र राज्यको बिचमा पनि अशक्ति चाहिँ बाँडफाँड गर्दा अंशबन्डा जस्तै स्पष्ट बाँडफाँड गरिएको हुन्छ। केन्द्रको कति, प्रदेशको कति, कसको अधिकार कति हो भन्ने कुरा स्पष्ट गरेर बाँडिएको छ भने त्यसलाई द्वैत सङ्घीयता भनिन्छ। तपाईँले यहाँनिर बढी फोकस गर्नुपर्ने कुरा अधिकारको स्पष्ट बाँडफाँड, यो चाहिँ बोल्नुभयो। तहहरूको बिचमा अधिकारको स्पष्ट बाँडफाँड गरिएकोलाई ड्युअल फेडरलिजम भनिन्छ। अनि स्पष्ट बाँडफाँड गरेकोलाई त किन ड्युअल राख्यो त नाम? फेरि ड्युअलको त अर्थ दुई भन्ने हुँदो रहेछ भन्नु होला। हो, यसलाई ड्युअल फेडरलिजम किन भनिएको हो भन्नुहुन्छ भने यस्तो खालको सङ्घीयतामा केन्द्र र राज्य गरी दुईवटा मात्रै तह हुने र स्थानीय तह चाहिँ राज्यको मातहतमा रहने भएकाले यसलाई द्वैत सङ्घीयता भनिएको। केन्द्र र राज्य गरी दुई तह रहने र स्थानीय तहहरू राज्य मातहत रहने भएकाले द्वैत सङ्घीयता भनिएको। बुझ्नुभयो नि? यस्तो सङ्घीयतामा स्थानीय निकायहरू हाम्रो स्थानीय सरकार जस्तो स्वतन्त्र हुँदैन, तिनीहरू राज्यको अधीनमा हुन्छ। राज्य भनेको हाम्रो सन्दर्भमा प्रदेश। त्यही भएर यसलाई द्वैत सङ्घीयता भनेको रहेछ। दुईटा मात्रै तह रहने, स्थानीय त रहने तर त्यो प्रदेशको मातहतमा रहने।
तर हाम्रा स्थानीय गाउँपालिका नगरपालिका कसैको मातहतका हुन् त? होइन। सङ्घ र प्रदेशका इक्वेल पार्टनर हुन्। संविधानले तिनीहरूलाई अलग्गै अधिकार दिएको छ। ती पनि जनताबाट निर्वाचित भएका छुट्टै निकायहरू। हाम्रोमा 3 तह छ। यहाँ 2वटा तह हुन्छ। अधिकार प्रष्ट बाँडफाँड गरिएको हुन्छ। फिलाडेल्फिया कन्फरेन्सलाई द्वैत सङ्घीयताको जननी मानिने। अमेरिकामा भएको फिलाडेल्फिया कन्फरेन्सलाई द्वैत सङ्घीयताको जननी मानिने भनेपछि अमेरिकाबाट पो सुरु भएको रहेछ है द्वैत सङ्घीयता। विवाद वा द्वन्द्वको सम्भावना कम रहने। क्लियर कट शक्ति अधिकार अनि कोसित किन झगडा गर्नु पर्यो? आफ्नो आफ्नो गर्ने हो। विवाद वा द्वन्द्वको सम्भावना यसमा कम रहन्छ। प्रष्ट बाँडफाँड गरेपछि किन झगडा गर्नु? अनि समन्वय सहकार्यका लागि विभिन्न संयन्त्र जरुरत नपर्ने। हाम्रोमा जस्तो अन्तर प्रदेश परिषद, राष्ट्रिय समन्वय परिषद, प्रदेश समन्वय परिषद, जिल्ला समन्वय समिति, संवैधानिक इजलास कति हो कति? समन्वय सहकार्यका लागि विभिन्न संयन्त्र जरुरत नपर्ने। यस्तो खालको सङ्घीयतामा केन्द्र र राज्यको बीचमा प्रतिस्पर्धा हुने भएकाले यसलाई प्रतिस्पर्धामूलक सङ्घीयता अर्थात् कम्पिटिटिभ फेडरलिजम पनि भनिने। केन्द्र र राज्यको बीचमा समन्वय र सहकार्य भन्दा पनि प्रतिस्पर्धा हुन्छ। प्रदेशहरू पनि अर्थात् राज्यहरू पनि उत्तिकै सम्पन्न हुन्छन् स्रोत साधनले। अब अर्को सहकारितामूलक सङ्घीयता। सहकारितामूलक सङ्घीयता भनेको कोअपरेटिभ फेडरलिजम भन्छ। सहकारितामूलक सङ्घीयता हामीले अँगालेको यही सङ्घीयता हो नि। अब यसको परिभाषा हेर्नुहोस् त। सहकारितामूलक सङ्घीयता भनेको के हो? विभिन्न तहहरू बीचमा शक्ति र अधिकार आपसमा अन्तर सम्बन्धित रहने। अघिकोमा जस्तो क्लियर बाँडफाँड होइन, आपसमा अन्तर सम्बन्धित रहेको हुन्छ। सङ्घ, प्रदेश, स्थानीय तहहरू छन् हाम्रोमा। तिनीहरूको बीचमा शक्ति र अधिकार आपसमा अन्तर सम्बन्धित छ र त्यो अधिकार प्रयोग गर्ने सवालमा यिनीहरूको बीचमा समन्वय सहकार्य जरुरत पर्दछ। यसलाई सहकारितामूलक सङ्घीयता भनेर भनिँदो रहेछ। विभिन्न तहहरू बीच समन्वय र सहकार्य जरुरत पर्ने।
आफू खुसी काम गर्न पाइँदै सम्बन्धित विषयमा एक अर्कामा समन्वय र सहकार्य गर्नुपर्छ। तपाईँलाई अर्को कुरा म के प्रश्न पार्न चाहे भने सहकारितामूलक सङ्घीयतामा सङ्घ प्रदेश र स्थानीय तहहरू एउटै प्रणालीभित्रका उपप्रणालीहरू हुन्, अर्थात् एउटै सिस्टमभित्रका सब सिस्टमहरू हुन्। राज्यको बृहत्तर लक्ष्य हासिल गर्न यिनीहरूको बीचमा प्रतिस्पर्धा होइन, सहकार्य गर्नुपर्दछ, समन्वय गर्नुपर्दछ। त्यही भएर यस्तो खालको सङ्घीयतालाई परस्पर सहयोगमा आधारित सङ्घीयता पनि भनिन्छ। परस्पर सहयोगमा आधारित सङ्घीयता पनि भनिन्छ। अनि यस्तो खालको सङ्घीयतामा विवाद वा द्वन्द्वको सम्भावना रहन्छ। अघिकोमा रहँदैन भने थियौँ हामीले। यसमा चाहिँ विवाद वा द्वन्द्वको सम्भावना बढी हुन्छ। अधिकार अन्तर सम्बन्धित भएपछि, अधिकारहरू डुप्लिकेसन भएको भएपछि काम गर्ने क्रममा विवाद हुन्छ, द्वन्द्व हुन्छ, यदि यसलाई समयमै समाधान गरिएन भने। त्यही भएर त समन्वय सहकार्यका संयन्त्रहरू जरुरत पर्दछन्। अघिकोमा त पर्दैनन् भनेका थियौँ नि हामीले, यसमा चाहिँ पर्दछन्। समन्वय र सहकार्यका लागि विभिन्न संयन्त्र जरुरत पर्ने हाम्रोमा छन् नि धेरै। यस्तो खालको सङ्घीयता जर्मनीबाट सुरु भएको। यो सहकारितामूलक सङ्घीयताको अवधारणा जर्मनीबाट भएको मानिन्छ। सन् 1871 मा जर्मनीबाट यो प्रारम्भ भएको। सन् 1871 बाट सहकारितामूलक सङ्घीयताको सुरुवात भए तापनि यसको बहुआयामिक प्रयोग भने पहिलो र दोस्रो विश्वयुद्ध पछि मात्रै भएको हो, त्यही जर्मनीबाट। पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धले ध्वस्त भएको जर्मनीको पुनर्निर्माणको क्रममा कतिपय राज्यहरू बढी क्षतिग्रस्त थिए भने कतिपय कम। बढी क्षतिग्रस्त राज्यहरूले आफू एक्लैले पुनर्निर्माण गर्न सम्भव भएन। त्यसपछि ती राज्यहरूले कम क्षतिग्रस्त राज्यहरू र केन्द्रबाट सहयोग लिन थाल्यो। यसरी एउटालाई अर्काले सहयोग गर्ने, समन्वय गर्ने, सहकार्य गर्ने प्रचलनको सुरुवात भएको। त्यसैले सहकारितामूलक सङ्घीयताको अवधारणा जर्मनीबाट सुरु भएको हो भन्ने पनि सम्झिनु पर्यो। हाम्रो नेपालको सङ्घीयता यही हो। यसको उदाहरण दिनु पर्दाखेरि दक्षिण अफ्रिका, ब्राजिल, नेपाल आदि। नेपालको सङ्घीयता पनि सहकारितामूलक सङ्घीयता। तपाईँले राज्यका निर्देशक सिद्धान्ततिर, नीतितिर हेर्नुभयो भने
परस्पर सहयोगमा आधारित सङ्घीयताका आधारमा सङ्घीय इकाइहरू बिचको सुसम्बन्ध सञ्चालन गर्दै भनेर लेखेको छ, जसले गर्दा हाम्रो सङ्घीयतालाई चाहिँ कोअपरेटिभ फेडरलिजम भनेर भनिँदो रहेछ। नेपालको सङ्घीयता सहकारितामूलक सङ्घीयता हो। अब अरू म यहाँ चर्चा गरिनँ, त्यही बुँदा बनाउनको लागि बनाउन सकिन्छ। जस्तो सम र असम, सिमेट्रिक एन्ड एसिमेट्रिक फेडरलिजम भन्छ। सम भनेको बराबर। के बराबर? प्रदेशहरूलाई शक्ति बराबर। हाम्रो नेपालमा 7वटा प्रदेश छन्। कुनै प्रदेशलाई बढी शक्ति र कुनै प्रदेशलाई कम शक्ति गरेको छ त? छैन। कुनैलाई बढी कुनैलाई घटी गरेको छैन भने त्यो सम भयो। अनि कहीँ घटी बढी पनि हुन्छ र भन्नु होला। विगतको भारतको जम्मू कश्मीरलाई असम सङ्घीयताको उदाहरणको रूपमा पनि मान्न सकिन्छ है। अब अर्को सङ्घीयताको वर्गीकरण गर्दाखेरि केन्द्रमुखी र केन्द्र विमुख गरेर पनि बाँड्छ। राज्यको तुलनामा केन्द्र शक्तिशाली छ भने त्यो केन्द्रमुखी, केन्द्रभन्दा राज्य शक्तिशाली छ भने केन्द्र विमुख। स्विजरल्यान्डमा केन्द्रको सरकारभन्दा प्रदेशको सरकार बढी पावरफुल छ, त्यसलाई केन्द्र विमुख भन्छ। यदि केन्द्र बढी पावरफुल छ नेपालमा जस्तो भने, भारतमा जस्तो भने, त्यो केन्द्रमुखी भयो। के भारतको सङ्घीयता कस्तो हो भन्नुभएको छ? भारतको सङ्घीयतालाई कसैले अर्ध सङ्घीयता पनि भन्छ। सहकारितामूलक सङ्घीयताको स्वरूप भनेको त्यसको ढाँचा कस्तो हुन्छ भनेको है। सहकारितामूलक सङ्घीयताको ढाँचा त मैले भने नि तपाईँलाई, एउटै सिस्टमभित्रका सब सिस्टम जस्ता हुन्, प्रतिस्पर्धा हुन्न, सहकार्य हुन्छ, विवाद हुने सम्भावना हुन्छ, द्वन्द्व भयो भने मिलाउने कामहरू हुन्छ, भएन भने अन्तिममा कोर्टले डिसिजन गर्छ। आफू खुसी काम गर्न हुँदैन, आपसमा सहयोग हुन्छ, एकल अधिकार सङ्घीय साझा अधिकार गरेर बाँडेको हुन्छ। त्यही हो त्यसको स्वरूप, फर्म्स। अब म तपाईँलाई यसका सबल पक्षतिर लागे। यसका सबल पक्ष अर्थात् फाइदा। सबल पक्षमा ठुला मुलुकलाई व्यवस्थापन गर्न सहज हुने, भौगोलिक हिसाबले ठुला मुलुकहरूलाई यो बढी फाइदाजनक छ। यो यसको राम्रो पक्ष एउटा यो हो। अब हाम्रो हकमा त यो हाम्रो मुलुकै सानो छ, भारतको एउटा राज्यभन्दा पनि एउटा सानो छ। यसको अर्को फाइदा भनेको निरङ्कुशताको सम्भावना कम हुने। अधिकार चाहिँ एकै ठाउँमा भएको छरिएर रहेको हुन्छ, अनि एकजनाले निरङ्कुश बन्छु भनेर भएन। यसको राम्रो पक्ष एउटा यो हो। अर्को यो सङ्घीयताको चाहिँ राम्रो पक्षमा तपाईँले विविधता व्यवस्थापन हुने, विविधताको व्यवस्थापन गर्न सकिँदो रहेछ भन्ने कुरा अघि मैले तपाईँलाई बुझाइसकेको छु। द्वन्द्व अन्त्य गरी शान्ति कायम गर्न सकि। अहिले गृहयुद्धमा फसेका मुलुकहरूले राज्य पुनर्संरचना मार्फत सङ्घीय राज्य बनेर शान्ति कायम गरिरहेका छन्। द्वन्द्व अन्त्य गरी शान्ति कायम गर्न सकिन्छ। हाम्रो मुलुकमा पनि 10 वर्ष सशस्त्र द्वन्द्व भयो।
द्वन्द्वरत पक्षको चाहिँ मध्ये पनि विद्रोही पक्षको माग स्टेट रिस्ट्रक्चरिङ थियो, राज्यको पुनः संरचना। सङ्घीयता भनेको राज्यको पुनः संरचना गरेरै गरेको हो। मधेस आन्दोलन जुन विद्रोह थियो त्यसको माग पनि सङ्घीयता हो। आदिवासी जनजातिहरूका विभिन्न आन्दोलनहरूको उपज मानिन्छ सङ्घीयता। अहिले देश शान्त छ, त्यसैले गृहयुद्धमा फसेका द्वन्द्वरत मुलुकहरूले मुलुकमा शान्ति कायम गर्नलाई विभिन्न राजनीतिक इकाइहरू खडा गरेर शक्ति र अधिकार बाँडफाँड गरेर देशमा शान्ति स्थापना गरिरहेका छन्। सन्तुलित विकास सम्भव हुने। हिजो हाम्रो नेपालमा अधिकांश बजेट चाहिँ केन्द्रमै खर्च भयो, ठुला सहरहरूमा खर्च भयो, त्यही भएर त कर्णाली सधैँलाई पछि पर्यो। आज कर्णाली सुदूरपश्चिमहरू किन पछि परे? किन सन्तुलित विकास भएन? सङ्घीयतामा गइसकेपछि त अधिकार दिएको छ, उनीहरूकोमा आफ्नो आफ्नो योजना आयोग छन्। हेर्नुहोस्, प्रदेशमा योजना आफै बनाउँछन्, प्लानिङ गर्छन्, बजेट आफै बनाउँछन्, आफ्नो आन्तरिक स्रोत साधनहरू परिचालन गर्छन्, आफ्ना आवश्यकता के हुन् पहिचान गर्ने, बजेट निर्माण गर्ने, खर्च गर्ने, कर उठाउने। यसले गर्दा सन्तुलित विकास हुन्छ, यसको राम्रो पक्ष हो। त्यसपछि स्थानीय सेवा प्रवाह सरल हुने। हेर्नुहोस् त, सार्वजनिक सेवा प्रवाह सहज हुन्छ। अधिकांश नागरिकहरूका चाहिँ सेवाहरू आफ्नो नजिकको तहको सरकारबाटै उपलब्ध हुन्छ। अहिले त गाउँ गाउँमा सिंहदरबार भनेको किन हो त? सङ्घीयताले सिंहदरबार गाउँ गाउँमा पुग्यो अरे कि। तपाईँकै घरको वल्लो पल्लो चिने जानेको मान्छे चाहिँ अहिले वडा सदस्य, वडा अध्यक्ष भएर त्यही काम गरिराख्नु भएको छ नि, त्यो गाउँको सिंहदरबार हो। त्यहाँ छ अधिकार र नागरिकले आफ्नो घर आँगनबाटै सेवा पाए। यसको राम्रो पक्ष हो। नेतृत्व विकास सम्भव हुन्छ यसबाट। हेर्नुहोस् त, स्थानीय तहबाटै नेतृत्व विकास सम्भव हुने। हो, यो भएर सङ्घीयता आवश्यक पर्दो रहेछ। यसका राम्रा पक्ष नै हुन्। मैले अघि पनि भने सङ्घीयता आफैमा रामबाण होइन, ताकि एउटै बाणले सब समस्या खतम पारौँ। यसका केही दुर्बल पक्ष पनि छ। तपाईलाई क्वेसन नबुझ्नु होला। फेरि सङ्घीयताका सीमाहरू भन्यो भने पनि सङ्घीयताले के चाहिँ गर्दैन, यसको कमजोर पक्ष के हो? त्यो यसको सीमा। सङ्घीयताको दुर्बल पक्षमा तहहरूबीच विवाद बढ्न सक्ने। तहहरूबीच अधिकारको विषयमा विवाद बढ्न सक्ने। अघि त हामीले विवाद अन्त्य गरेर शान्ति कायम गर्न सक्ने भन्यौँ। त्यो त जनताले अधिकार नपाएको भनेर विवाद द्वन्द्व भयो भने यहाँ त राज्यका तहहरूको बीचमा विवाद भनेको। जस्तो अहिले नै विवाद हेर्नुहोस् त, सङ्घीय सरकारका विरुद्ध प्रदेश सरकारहरूले अदालतमा मुद्दा हालिरहेका छन्। प्रदेश सरकारहरूसँग स्थानीय तहहरू असन्तुष्ट छन्। स्थानीय तहहरू सङ्घीय सरकारसँग असन्तुष्ट छन्। के विषयमा? अधिकारको विषयमा। उसले मेरो अधिकार भनिरहेछ, उसले मेरो अधिकार भनिरहेछ। यसले विवाद वा द्वन्द्व बढ्न सक्छ। यसको नराम्रो पक्ष हो यो। अर्को कुरा, निर्णयमा ढिलाइ हुन गई काम कारबाही प्रभावित बन्न सक्ने। किनकि समन्वय सहकार्य गर्नुपर्छ। समन्वय गर्दाखेरि कहिलेकाहीँ ढिलो हुन सक्छ र काम कारबाही प्रभावित हुन सक्छ। यो यसको नराम्रो पक्ष हो। समयमै काम गर्नलाई त फ्याट्ट एउटाले मात्रै निर्णय गरेर हुँदैन। अन्तर सम्बन्धित विषयमा अर्कोसँग समन्वय गरेन भने अर्काले फेरि मान्दैन।
राजनीतिक उत्तरदायित्व कमजोर हुन्छ। राजनीतिज्ञले चाहिँ आफ्नो उत्तरदायित्व पन्छाउन सक्छ, अर्कोलाई देखाए, यसको नराम्रो पक्ष हो। यो आफैमा खर्चिलो प्रणाली हो। गरिब मुलुकहरूलाई धान्न गाह्रो पर्न सक्छ। तर यसका हिमायतीहरूले, यसका पक्षधरहरूले के भन्छन् भने संघीयता खर्चिलो भए पनि, संघीयता राज्यका लागि खर्चिलो भए पनि जनताका लागि मितव्ययी छ। जनताले घर आँगनमै सेवा पाउने भएपछि जनतालाई मितव्ययी छ, त्यही भएर राज्यले खर्चिलो भए पनि यो स्वीकार्नुपर्छ भन्छन्। यसको नराम्रो पक्षमा खर्चिलो हुनाले गरिब मुलुकलाई धान्न गाह्रो पर्न सक्ने, राजनीतिज्ञले आफ्नो उत्तरदायित्व पन्छाउन सक्ने, निर्णयमा ढिलाइ हुन गएर काम कारबाही प्रभावित बन्न सक्ने है। हेर्नुहोस् त, विवाद वा द्वन्द्व बढ्न सक्ने, अनि क्षेत्राधिकारमा दोहोरोपना, नागरिकहरूले एउटै तहका नागरिकहरूले दोहोरो तेहोरो शासन भोग्न पर्ने, विभिन्न तहका सरकारबाट नियन्त्रित हुन पर्ने, यसले गर्दाखेरि झन् गाह्रो हुन सक्छ। जस्तो दोहोरो शासनबाट उत्पन्न विवाद, जनतालाई झन्झटका कुरा गर्दा ट्याक्सको कुरा हेर्नुहोस् त, एउटै विषयमा एउटा तहले पनि ट्याक्स उठाउँथ्यो, त्यही विषयमा अर्को तहले यो मेरो हो भनेर उसले पनि उठाउँथ्यो। झन् झन्झट, नागरिकलाई झन्झट भयो भनेर संघीयतामा गयो, सरकारहरूको विवादले झन् झन्झट बिहोर्नु पर्यो। दुईटै तहको अधिकारभित्र एउटै कर राखिदिएको छ भने दुईटैले उठाऊ है, यो जनतालाई दुईटैले उठाएर लियो भने त कहाँ हो त। एउटै विषय दुईटा तहको अधिकारभित्र राखिदिएको छ कर उठाउने भने त एकद्वार प्रणाली, वन डोर सिस्टमबाट ट्याक्स उठाएर उठेको कर दुईटाले बाँड पो भने हो। कहाँ दुईटैले चाहिँ बाँस तेर्साएर ट्याक्स उठाऊ भने हो त। हजुर, अब म तपाईलाई संघीयताको चाहिँ आवश्यकताको बारेमा त राम्रा पक्ष लेख्ने हो, बुझिहाल्नुभयो। नेपालमा किन संघीयता आवश्यक परेको हो भन्नु भने यो ठुला मुलुकलाई व्यवस्थापन गर्न सहज हुने भन्ने चाहिँ नलेख्नु होला, अरु सबै नेपालकोसँग मिल्छ है। विगतमा भएका विभिन्न आन्दोलनका मागहरू सम्बोधन गर्न, नेपालमा संघीयता किन, हाम्रा लागि यो नयाँ अभ्यास हो फेरि, यसका दुर्बल पक्ष पनि त हुँदो रहेछ, हामीले किन अगाल्नु पर्यो। आन्दोलनका मागहरू सम्बोधन गर्न, आदिवासी जनजातिका आन्दोलनहरू, मधेस आन्दोलन, माओवादी आन्दोलनका कारणले गर्दाखेरि नेपालले यो स्वीकार्नु पर्यो, पहिलो कुरो। दोस्रो कुरा, सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्न। मैले अघि पनि भने यहाँलाई, यसले चाहिँ समावेशितामा जोड दिन्छ, नागरिकहरूको सहभागितामा जोड दिन्छ, बढीभन्दा बढी नागरिकहरूलाई शासन प्रणालीमा सहभागितामा यसले जोड दिन्छ, अनि अधिकारहरू तल दिने भयो, तलका तहहरूले पनि अधिकार अभ्यास गर्ने भयो, विभेद र असमानताको अन्त्य गर्न चाहियो, सन्तुलित विकास गर्नु। धेरै जसो बजेट हाम्रो चाहिँ काठमाडौँ लगायतका विभिन्न ठुला ठुला सहरहरूमा खर्च हुन्थ्यो, त्यही भएर मुलुकको समावेशी सन्तुलित विकास भएन, त्यही भएर विकास गर्नलाई चाहियो। अनि स्थानीय तहबाट सेवा प्रवाह गर्नु, साना साना कुराका लागि पनि केन्द्र धाउनु पर्थ्यो, स्थानीय तहबाटै सेवा प्रवाह गर्नका लागि। हुन त हामीले हिजोका दिनमा पनि गाविस नगरपालिका गठन गरेर त्यहाँबाट चाहिँ सेवा दिने प्रचलन त सुरु भएको थियो, तर त्यो विकेन्द्रीकरण त्यति प्रभावकारी त भएन।
सहकारितामूलक शासन र सहकारितामूलक सङ्घीयता भनेको एउटै हो भन्नुभएको छ। तपाईँले सेकेन्ड पेपरमा छुट्टै पढ्नुपर्छ सहकारीमूलक शासन, थोरै फरक हो। अब स्थानीय तहबाटै सेवा प्रवाह गर्न सकिँदो रहेछ, यसको राम्रो पक्षमा पर्दो रहेछ यो। अनि नेतृत्व विकास गर्नु, स्थानीय तहबाटै नेतृत्व विकास गर्न सकिन्छ, त्यसका लागि पनि यो आवश्यक परेको हो। अनि केन्द्रीकृत मानसिकताको अन्त्य गर्न, अधिकार दिन नचाहने, हिजो हामीले अगाडिको विकेन्द्रीकरणमा स्थानीय निकायहरूलाई पनि अधिकार दिने भनेर लेखेको थियो, तर दियो त? नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरेको मितिदेखि स्थानीय निकायहरूले यो अधिकार पाउनेछन् भनेर लेख्यो। त्यो नेपाल राजपत्रमा सूचना 10औं वर्षमा नि प्रकाशन गरिदिएन। अनि त्यसपछि गएर केन्द्रले यसरी एउटा राजपत्र मात्रै प्रकाशन नगरिदिएर कानुनले दिएको अधिकार नि प्रयोग गर्न पाएन। संविधानमै लेखेपछि कसैले राजपत्रमा प्रकाशन त गर्दिन पर्दैन, तहले आफैले पाउँछ नि। हुबहु लेख्ने कि बुकको के गर्ने भन्नुभएको छ। लोकसेवा आयोगले बुकको हुबहु होइन, मौलिक उत्तरको चाहिँ अपेक्षा गरेको हुन्छ। आफ्नो मौलिक ढाँचामा लेख्ने हो घोकेको भन्दा। बुकको हुबहु लेख्नुपर्छ त भने छैन तपाईँलाई, मौलिक उत्तर दिनुपर्ने हुन्छ, विश्लेषणात्मक उत्तर दिनुपर्ने हुन्छ। अब म तपाईलाई नेपालमा संघीयता सम्बन्धी व्यवस्थाको बारेमा चर्चा गर्न चाहे। नेपालमा संविधानमा संघीयताको सम्बन्धमा के व्यवस्था छ? नेपालमा संघीयता सम्बन्धी व्यवस्था भन्यो भने अब मैले अघि नै भने संघीयताको बारेमा कानुन बनाएर होइन, संविधानमै व्यवस्था हुन्छ भनेको छ के। त्यही भएर संविधानमा भएका कुराहरू सम्झिन पर्यो। हाम्रो संघीयता सहकारितामूलक संघीयता हो। सहकारितामूलक संघीयता अवलम्बन गरिएको छ। लेखेकै छ हेर्नुहोस्, परस्पर सहयोगमा आधारित संघीयताका आधारमा भने 3 तहको राज्य संरचना, कतै 2 तह हुन्छ, कतै 3 तह हुन्छ। हाम्रो नेपालमा 3 तह छ। नेपालमा दक्षिण अफ्रिकामा 3 वटा तह छन्। अस्ट्रेलियामा, भारतमा 2 वटा तह छन्। त्यहाँका स्थानीय निकायहरू राज्यको मातहतमा छन्। कतै 2 कतै 3 हुँदो रहेछ। अमेरिकामा 2 तह छन्, हाम्रोमा 3 तह छ। भाग 5 पढ्नु होला त। नेपालको राज्य शक्ति सङ्घ, प्रदेश र स्थानीय गरी 3 तहबाट प्रयोग हुनेछ। 3 तहको अधिकार संविधानको अनुसूचीमा उल्लेख भए बमोजिम हुनेछ भनेर, अनि अनुसूचीभरि फलानुको अधिकार भनेर दिएको छ। 3 तहको राज्य संरचना रहेछ। सहकारितामूलक संघीयता अवलम्बन गरिएको रहेछ। अनि त्यसपछि गएर अन्तर सम्बन्धको सैद्धान्तिक आधार छ। यो हाम्रो सहकारितामूलक संघीयता भएको हुनाले अन्तर सम्बन्धको सैद्धान्तिक आधारहरूमा 3 वटा स सम्झिनु होला। सहकारिता है, सह अस्तित्व अनि र समन्वय। 3 वटा स सम्झे पनि भयो, 3 वटा सी सम्झे पनि भयो। कोअपरेसन, कोअर्डिनेसन र कोएक्जिस्टेन्स। कोअपरेसन, कोअर्डिनेसन र कोएक्जिस्टेन्स, सहकारिता, सह अस्तित्व र समन्वय अन्तर सम्बन्धको सैद्धान्तिक आधार हो। अनि अर्को कुरा, संविधानमै के लेखेको छ भने नेपाललाई
सङ्घीय राज्यको रूपमा परिभाषित गरेको। मैले लेखेको देखेर तपाईँलाई अचम्म लागेछ? यस्तो सङ्घीयता पनि मिस्टेक चाहिँ होइन है, सही हो। नेपाललाई सङ्घीय राज्यको रूपमा परिभाषित गरिएको। नेपाललाई सङ्घीय राज्यको रूपमा परिभाषित गरिएको छ। राज्यको परिभाषा पढ्नु होला त। बहुदलीय प्रतिस्पर्धामा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ भनेको छ नि। हजुर। अनि त्यसपछि गएर राजनीतिक विवाद समाधान गर्नको लागि सङ्घीयतामा त विवाद समाधानका मेकानिजम चाहिन्छ भने होइन त। राजनीतिक विवादहरू समाधान गर्न अन्तर प्रदेश परिषदको व्यवस्था, यसमा चाहिँ प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री, सातवटा प्रदेशहरूका प्रदेश मन्त्रीहरू रहेका हुन्छन्। सङ्घ र प्रदेश बीचमा उत्पन्न विवादहरू यिनीहरूले समाधान गर्छन्, यी तहहरूले। अनि त्यस्तै गरेर यो 3 तह बीचका विवाद समाधान गर्न, 3 तह बीचका विवाद समाधान गर्न संवैधानिक इजलासको व्यवस्था गरिएको छ। प्रधान न्यायाधीश र अरू 4 जना न्यायाधीशहरू हुन्छन्। सर्वोच्च अदालतभित्र छ यो संवैधानिक इजलास, कन्स्टिट्युसनल बेन्च भन्छ यसलाई। यसले चाहिँ विभिन्न विवादहरू, 3 तहहरूका बीचका विवादहरूको न्यायिक निरूपण गर्ने काम गर्दछ। कन्स्टिट्युसनल बेन्च भन्छ त्यसलाई। अनि एकल र साझा अधिकारको व्यवस्था छ। अवशिष्ट अधिकार सङ्घमा निहित छ। अवशिष्ट अधिकार भनेको चाहिँ कुन तहको अधिकार हो भनेर स्पष्ट व्यवस्था नगरिएको, छुटेफुटेका कि संविधानमा, कानुनमा कतै पनि उल्लेख नभएका छुटेका विषयहरूमा भोलि फेरि त्यो अधिकार कसले प्रयोग गर्ने भनेर विवाद होला। त्यही भएर विवाद नहोस् भनेर अवशिष्ट अधिकार, जो छुटेका अधिकार ती सङ्घको हुन्छ भनेर लेखिदिएको छ। अब प्रदेशले क्लेम गर्न पाएन, सङ्घको हुन्छ भनेपछि सङ्घकै हुने भयो। यसरी हाम्रो सङ्घीयताले पनि सङ्घीयताका आधारभूत सिद्धान्तहरूको अवलम्बन गरेको रहेछ। हेर्नुहोस् त, सङ्घीयतामा शक्तिको संवैधानिक बाँडफाँड हुन्छ भनेको रहेछ। हाम्रोमा सबै संविधानमै लेखेको रहेछ। विभिन्न तहमा शक्ति बाँडेको हुन्छ भने हाम्रोमा 3वटा तहमा बाँडेको रहेछ। शक्तिको बाँडफाँडका हिसाबले सहकारितामूलक र द्वैत हुन्छ भन्छ। हाम्रोमा पारस्परिक सहयोगमा आधारित रहेछ सहकारीमूलक। सहकारीमूलकमा चाहिँ समाधान गर्नलाई, विवादहरू समाधान गर्नलाई मेकानिजम चाहिन्छ भनेको अन्तर प्रदेश परिषद रहेछ। अनि कानुनी विवादहरू निरूपण गर्न संवैधानिक इजलास रहेछ। विवाद नहोस् भन्नका लागि अवशिष्ट अधिकार सङ्घको हुन्छ भनेर लेखिएकै रहेछ। एकल र साझा अधिकारहरू संविधानको अनुसूचीमा उल्लेख गरिएको रहेछ। एकल र साझा अधिकारहरू अनुसूचीमा उल्लेख गरेको छ, कुन तहको के अधिकार हो भनेर। हो, हाम्रो संविधानमा कहाँ के व्यवस्था छ त भनेर यो लेख्नु पर्यो। अनि अर्को, सङ्घीयताको प्रवर्धन गर्नु 3वटै तहहरूको दायित्व हुने भनेर लेखेको छ। कुनै पनि तहले सङ्घीयतालाई कमजोर पार्ने गरी काम गर्न हुँदैन। 3वटै तहले यसलाई बलियो बनाउने, यो व्यवस्थालाई, यो सिस्टमलाई प्रमोट गर्न पर्यो। कहाँ लेखेको छ भन्नु होला, भाग 5 पढ्नु होला त। 3वटै तहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको प्रवर्धन गर्नेछन् भनेर लेखेको छ। प्रवर्धन गर्नेछन् भनेपछि यसलाई चाहिँ कमजोर पार्ने छैनन् भने हो नि त। हजुर। अब हाम्रो नेपालमा समस्या कहाँनिर रह्यो त कार्यान्वयनमा? सङ्घीयताको अभ्यासमा हामीले देखेको समस्या कहाँ छ? क्षेत्राधिकारमा अस्पष्टता र दोहोरोपन।
अब एउटै अधिकार दोहोरिएको छ। अनि तहगत विवाद, अधिकारका लागि तहहरूको बिचमा विवाद बढिरहेछ। अधिकारमा क्षेत्राधिकारमा अस्पष्टता र दोहोरोपना रहेको छ। त्यसको त उदाहरण तपाईँलाई कति छ कति। जस्तो काठमाडौँ महानगरपालिका र केन्द्र सरकारको बिचमा पनि विवाद देखिए जस्तो भएको थियो नि। त्यो न्यु रोडमा चाहिँ फुटपाथ विस्तारको विषयमा भनेर न्युजमा आएको सुन्नु भएकै होला। महानगरले चाहिँ फुटपाथ विस्तार गर्न लागेको, सडक विभाग गएर चाहिँ त्यो सडक चाहिँ महानगरले खनेको पिच गरिदिएको। किन त भन्दा त्यो अधिकारको विषयमा विवाद भएर सडक विभाग भन्छ कि यो मेरो सडक हो, महानगर भन्छ कि अनुसूची हेरेर स्थानीय सडक महानगरको हो, मेरो हो भन्छ। त्यही कारणले विकासका काम कारबाहीहरू प्रभावित भयो। अहिले बिजुलीका पोलमा हेर्नु भने सबी लेखेको देख्नुहुन्छ। सबी भने सडक विभाग भने यो मेरो सडक हो भने। यसरी राज्यका अङ्गहरूको बिचमा, निकायहरूको बिचमा विवाद बढेर दुःख जनतालाई छ। सडक जसको सुकै भयो नि के फरक पर्थ्यो, राम्रा सडक चिल्ला सडक खाल्डाखुल्डी नभयो भने हामीलाई त पुग्थ्यो। यसरी राज्यका तहहरूले, निकायहरूले यसरी विवाद गर्नु हुँदैन, मिलाउनुपर्छ छिटो भनेर लेख्न पर्यो, विवाद समाधान गर्न पर्यो। हाम्रोमा विवादहरू बढ्दो छ। क्षेत्राधिकारमा अस्पष्टता र दोहोरोपना देखिरहेको छ। अनि त्यसपछि गएर यो मापदण्ड नीतिहरू बन्नमा ढिलाइ भएको छ। नीति मापदण्ड र मार्गदर्शक ऐनहरू, नीति मापदण्ड र मार्गदर्शक ऐन कानुनहरू बन्न ढिलाइ भइरहेको छ। जस्तो सङ्घीय निजामती सेवा ऐन नै बनेको छैन। सङ्घीय संसदभित्र एउटा समिति छ कि विधायन व्यवस्थापन समिति, त्यसले सङ्घीयतालाई कार्यान्वयन गर्नलाई कुन तहले कतिवटा कानुन बनाउनु पर्ने रहेछ भनेर अध्ययन गरेको हेर्नुहोस् 80 सालमा 181 वटा कानुन बनाउनु पर्ने रहेछ। 181 वटा कानुन मध्ये सङ्घले 151 वटा बनाउनु पर्ने रहेछ, प्रदेशले 24 वटा बनाउनु पर्ने रहेछ, स्थानीय तहले 6 वटा कानुन बनाउनु पर्ने रहेछ। यो कानुन छिटो बनाऊ भनेर निर्देशन दिएछ। अनि 12-15 महिनापछि यो निर्देशन मानेछ कि मानेनछ भनेर चाहिँ त्यसले फेरि अध्ययन गरेछ 81 सालमा। 40 वटा विषयमा तत्काल सङ्घले कानुन बनाउन पर्ने रहेछ, एउटा कानुन पनि बनेको रहेछ। 2 वटा कानुन संसदमा सम्म दर्ता गरौँ हामीले भनेको निजामती सेवा ऐन र शिक्षा सम्बन्धी ऐनको विधेयक भनेर रिपोर्ट दिएछ त्यसले। हेर्नुहोस् भनेपछि यसरी सङ्घीय निजामती सेवा ऐन नबनेर प्रदेशलाई के गाह्रो पर्यो। प्रदेशका लागि त्यो मार्गदर्शक ऐन हो, स्थानीय तहका लागि त्यो मार्गदर्शक ऐन हो। त्यसले कस्तो रूप लिन्छ, कस्तो स्वरूप लिन्छ, त्यो आधारमा उनीहरूले आफ्नो कानुन बनाउने हो। भोलि सङ्घकोसित बाजियो भने उनीहरूको बजार हुन्छ। सङ्घले कस्तो बनाउँछ, अहिले छिटो बनाइदियो भने उनीहरूलाई सहज हुन्छ। यसमा पनि ढिलाइ भएको रहेछ। अनि प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने संरचना हस्तान्तरणमा ढिलाइ भएको छ। जस्तो उदाहरणका लागि तपाईँलाई भन्नुपर्दाखेरि संविधानमा के लेखेको छ भने स्थानीय प्रदेश शान्ति सुरक्षा र प्रदेश प्रहरी भनेको छ। प्रदेशमा अहिलेसम्म प्रहरी त छैन। प्रदेशमा प्रहरी जानलाई त पहिला प्रदेशमा प्रहरी जानलाई त नेपाल प्रहरीलाई समायोजन गर्न पर्छ, कर्मचारीलाई समायोजन गरे जस्तै। अहिलेसम्म समायोजनै भएको छैन। स्थानीय तहको अधिकार क्षेत्रभित्र हेर्नुभयो भने लाल पूर्जा जग्गा रजिस्ट्रेसन भनेर लेखेको छ। त्यो जग्गा रजिस्ट्रेसनको काम गर्नलाई त जिल्ला नापी कार्यालय, मालपोत कार्यालय केन्द्रकै छन् सङ्घका। अहिलेसम्म तिनीहरूले कहाँ दिएछन्। एकीकृत सफ्टवेयरमा नि उनीहरूको पहुँच त छैन जग्गाको, केन्द्रसँग छ। उनीहरूको क्षमता अभिवृद्धि गरेर उनीहरूलाई सशक्त बनाएर त्यो अधिकार दिनुपर्ने छ।
त्यो काम कारबाहीमा भएको ढिलाइले गर्दाखेरि सङ्घीयतामा प्रश्न उठिरहेको छ हेर्नुहोस्। अनि भ्रष्टाचार र अनियमितता बढ्दो छ। भ्रष्टाचार र अनियमितता बढ्दो छ। तपाईँहरूलाई थाहै छ, ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो रिपोर्ट अनुसार 180 मुलुकहरूमध्ये नेपाल 108औं नम्बरमा छ। 35 अङ्क ल्याएको छ। पास मार्क्स पनि 50 ल्याउन पर्छ। 50 भन्दा कम मार्क्स ल्याएका देशहरू त अति बढी भ्रष्टाचारको सूचीमा पर्छन्। ऱ्याम्पेन्ट करप्सन भन्छ त्यसलाई। त्यहाँबाट राज्य माथि उक्लिन त सकिया छैन, उम्किन सकेकै छैन। भ्रष्टाचारले गर्दा, अनियमितताले गर्दाखेरि सङ्घीयतामाथि प्रश्न उठिरहेको छ। जनताले त डेलिभरी खोज्छन् नि त। जुनसुकै सिस्टम आएर पनि सिस्टमसँग के मतलब हुन्छ र जनताको? आफूले के पायो भन्ने कुरा हुन्छ होइन र? उनीहरूको जीवनमा त्यसले के प्रभाव पार्यो भन्ने कुरा हो। त्यो भएर यी कुराहरूमा चाहिँ ध्यान दिनुपर्ने हुन्छ। अनियमितताहरू रोक्न पर्यो। प्रदेशलाई दिएका संरचनाहरू चाहिँ छिटो हस्तान्तरण गर्नु पर्यो उसको अधिकार बमोजिमको। मार्गदर्शक ऐन कानुनहरू शीघ्र निर्माण गर्न पर्यो। विवाद अन्त्य गर्नलाई कानुन बनाएर क्षेत्राधिकारमा अस्पष्टतालाई स्पष्ट पार्न पर्यो। कमजोर समन्वय छैन हेर्नुहोस्। प्रभावकारी समन्वय कायम गर्न पर्यो भनेर लेख्न पर्यो। सङ्घ, प्रदेश र स्थानीय तह बीचमा प्रभावकारी समन्वय भइरहेको छैन। अनि त्यसपछि गएर समन्वय गर्ने संयन्त्रहरू निष्क्रिय जस्तै छन्। अन्तर प्रदेश परिषद, प्रदेश समन्वय परिषद जस्ता जुन संयन्त्र छन् तिनी प्राय निष्क्रिय छन्। तिनीहरू प्रभावकारी भए नि त विवाद मिलाइदिए भने अन्तर सम्बन्ध मजबुत हुन्थ्यो, समन्वय सहकार्य हुन्थ्यो। प्रदेश र स्थानीय तहमा स्रोत साधनहरूको पनि अभाव छ। स्रोत साधनको कमी छ। भएको स्रोत साधनमा पनि उपयोग भएको छैन। भ्रष्टाचार बढिरहेको छ। दक्ष जनशक्तिको कमी छ। प्रदेश स्थानीय तहहरूमा चाहिँ दक्ष जनशक्तिको अभाव छ। कन्फर्म मान्छे बरन्डामा छ, निमित्तले चाहिँ चलाइरहेको छ प्रमुख बनाएर। कतिपय तहमा प्रमुख प्रशासकीय अधिकृत छैन। ओएनएम गरेर कार्य बोझको आधारमा कर्मचारीको दरबन्दी बनाएर यथोचित जनशक्तिको व्यवस्था गर्न पर्ने छ। यिनीहरू नभएको कारणले सङ्घीयताले चाहिँ अपेक्षित ढङ्गले चाहिँ अघि बढ्न सकेको छैन। यसलाई उल्टाउनु भयो भने सुझाव बन्दो रहेछ। हाम्रो समय पनि सकियो। अब यहाँहरूलाई पनि निन्द्रा लाग्यो होला। यहाँहरूका जिज्ञासा पक्कै मेटिए जस्तो लाग्छ। त्यस्ता केही छन् भने टिप्नु होला। हामी आगामी क्लासहरूमा पनि कन्टिन्यू त्यो विषयमा नि छलफल गरौँ। आजलाई यति गरौँ सर भन्नुभएको छ। हस्, धन्यवाद है। आजलाई यति नै गरौँ। भोलिको क्लासमा कन्टिन्यू गरौँला। यहाँहरू सबैलाई मैले गुड नाइट भने है त। हस्, गुड नाइट, बाई बाई।